संसदमा चल्यो कानुनी डण्डा। माइक खोज्ने सांसदमाथि निलम्बनको तरवार, सीसीटीभी फुटेजको फन्दामा पर्दै प्रतिपक्षका सांसद। नेपालको संसदीय इतिहासमा जेठ 17 गते आइतबारको दिन एउटा यस्तो विस्फोटक र अभूतपूर्व अध्यायका रूपमा दर्ता भयो, जसको कम्पनले सिंहदरबारदेखि आम नागरिकको चिया पसलसम्म ठूलो खलबली मचाएको छ। प्रतिनिधि सभाको गरिमामय बैठक हलभित्र देखिएको यो चरम अराजकता र सभामुखकै माइक खोज्ने सम्मको दुस्साहस कुनै सामान्य राजनीतिक विरोध थिएन। यो त संसदीय मर्यादाको चिरहरण र एउटा उच्च भोल्टेज राजनीतिक थ्रिलर जस्तै थियो। कानुन बनाउने थलो जब एकाएक रण मैदानमा परिणत भयो, तब संसदको गरिमा मात्रै सङ्कटमा परेन, बरु सभामुख डीपी अर्याललाई आफ्नो विशेषाधिकार प्रयोग गर्दै इतिहासकै कठोरतम कदम चाल्न बाध्य पार्यो। हिजो संसद भवनभित्र भौतिक रूपमै उत्रिएका विपक्षी दलका उग्र सांसदहरूमाथि अब सभामुखले कारबाहीको कुन हदसम्मको डण्डा चलाउलान् भन्ने गम्भीर प्रश्नले सम्पूर्ण मुलुकलाई अहिले कौतूहलताको भुमरीमा धकेलेको छ। घटनाको सुरुवात आइतबारको त्यो कार्यसूचीबाट भएको थियो, जहाँ प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रस्ताव टेबल गरिएको थियो। तर प्रक्रिया अगाडि बढ्न साथ प्रतिपक्ष बेन्चबाट आक्रोशको यस्तो ज्वाला निस्कियो कि सांसदहरू मर्यादाका सबै लक्ष्मण रेखाहरू भत्काउँदै सभामुखको आसनतर्फ झम्टिए। मर्यादा पालकहरूको सुरक्षा घेरालाई घचेट्दै कुर्सीमाथि खुट्टा टेक्दै सभामुखकै माइक समात्ने, तान्ने र संसदको भौतिक सम्पत्तिमाथि धावा बोल्ने त्यो अमर्यादित दृश्यले देशलाई स्तब्ध बनायो। सत्तापक्ष र प्रतिपक्षका माननीयहरू बीचको काने खुसी गरी भइरहेको हल्ला र झण्डै हात हालहालकै स्थिति बीच पनि सभामुख अर्यालले आफ्नो स्थानबाट 1 इन्च डगमगाएनन्। उनले त्यही कोलाहल, आक्रोश र द्वन्द्वकै बीचबाट बहुमतको आधारमा प्रतिनिधि सभा नियमावली पारित भएको ऐतिहासिक घोषणा गरेरै छाडे। तर यो नाटकीय युद्धको वास्तविक क्लाइमेक्स त भोलिपल्ट मात्रै सुरु भयो, जब सभामुखले काउन्टर अट्याकको रणनीति अख्तियार गरे। आइतबारको संसद भवनभित्रको विद्रोही गतिविधि र मर्यादाहीन खेललाई सभामुख अर्यालले पटक्कै बिर्सिएका छैनन् भन्ने कुरा सोमबारको संसद शान्त तर रहस्यमय माहौलले स्पष्ट पार्यो। बैठक सुरु हुनासाथ सभामुखले संसदको गरिमा पुनर्स्थापना गर्न एउटा यस्तो अस्त्र निकाले जसले प्रतिपक्षी खेमामा सन्नाटा छाइदियो। हिजोको घटनाको भित्री सत्य तथ्य केलाउन र दोषीहरूको पहिचान गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा एउटा शक्तिशाली छानबिन समिति गठन गरिएको घोषणा गरियो। यो समिति साधारण छैन, यसमा संघीय संसद सचिवालयको प्रविधि व्यवस्थापन महाशाखा प्रमुखलाई समेत सदस्यमा राखिएको छ। यसको सिधा अर्थ हो, अब संसदभित्र जडान गरिएको तेस्रो आँखा अर्थात् सीसीटीभी फुटेज र डिजिटल भिडियो रेकर्डिङको फिक्सेल केलाइनेछ। कसले कुन कोणबाट माइक तान्यो, कसले मर्यादा पालकलाई हिर्कायो र कसले कुर्सी फ्याँक्यो, ती सबै प्रमाणहरू अब ऐना जस्तै छर्लङ्ग हुनेछन् र दोषीहरूलाई उम्किने ठाउँ रहने छैन। घडीको सुई टिकटिक गर्दै अगाडि बढिरहेको छ। यो समितिलाई सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन मात्रै 7 दिनको छोटो समय सीमा तोकिएको छ। यो 7 दिने काउन्टडाउनले दोषी माननीयहरूको मुटुको धड्कन बढाएको छ। अबको ठिक 1 हप्तापछि सभामुखको टेबलमा त्यो बहुप्रतीक्षित ब्ल्याक बक्स अर्थात् छानबिन प्रतिवेदन आइपुग्नेछ। त्यसपछि सभामुखले हिजोकै हुरीका बीच पारित भएको नयाँ नियमावलीको त्यो ब्रह्मास्त्र प्रयोग गर्नेछन्, जसलाई नियम 33 को उपनियम 4 मा व्यवस्था गरिएको छ। यस नियमले सभामुखलाई साधारण अधिकार दिएको छ, जस अनुसार बैठक सम्पन्न भइसकेपछि ती सबै अधिकार र ती सबै सदस्यले सदनभित्र आपत्तिजनक र ध्वंसात्मक व्यवहार गरेको ठहरिएमा सभामुखले त्यस्ता सदस्यहरूलाई बढीमा 15 दिनसम्मका लागि संसदबाट निलम्बन गर्न सक्नेछन्। यति मात्रै होइन, संसदका माइक वा अन्य भौतिक सामग्री तोडफोड गरी पुर्याइएको क्षतिको सम्पूर्ण भरपाई तिनै उशृङ्खल सांसदहरूको खल्तीबाट जरिवाना स्वरूप असुल गरिनेछ। यसको अर्थ संसदमा वरीयता देखाउन खोज्ने प्रतिपक्ष सांसदहरूको पद, प्रतिष्ठा र आर्थिक हैसियत अब पूर्ण रूपमा धरापमा परेको छ। यद्यपि लोकतान्त्रिक विधि र प्राकृतिक न्यायको सिद्धान्तलाई सम्मान गर्दै सभामुखले एकतर्फी रूपमा मात्रै निर्णय गर्ने छैनन्। कारबाहीको अन्तिम आदेश जारी गर्नु अघि आरोपित सदस्यहरूलाई आफ्नो बचाउमा सफाई पेश गर्ने उचित मौका समेत
दिइनेछ। तर सीसीटीभीको अकाट्य प्राविधिक प्रमाणका अगाडि ती सांसदहरूले आफ्नो ध्वंसात्मक हरकतको के कस्तो बचाउ गर्लान्? के उनीहरूको स्पष्टीकरणले सभामुखको मन पगाल्न सक्ला वा सभामुख अर्यालले नेपाली संसदको इतिहासमै पहिलो पटक माननीयहरूलाई 15 दिने निलम्बन र जरिवानाको गरुङ्गो डण्डा बजारेर एउटा कठोर नजिर स्थापित गर्लान्?